क्या हो? किन हो फोन काट्ने? किन मेरो मुड खराब गरे? मुड खराब भने त्यस्तै शङ्करले नहो त्यस्तो भनेपछि रिस उठ्दैन त? तिमीले भने त मैले के भनेछु त? मलाई नडाँट र भन। हेर म तिमीलाई साँचो माया गर्छु, म मजा गर्न लाग्छ सिरियस भन्नु लाग्छ। हिजोदेखि मुड चड्किया छ मेरो। त हाम्रो के मुड खराब भएछ छैन के? मलाई भन्न लाग्छ खाली मुलीमा पागल नबनाई। तिमी आफै भन्छ कि तिमी मजाक गर्छन् भनेर अझ तिमीलाई मेरो माथि विश्वास नै। अनि तिमीले हिजो शङ्करलाई किन भन्यौ त हाला हाला विनाजु भनेर? अरे त भाइ हामीहरु यस्तो भन्छु त त्यहाँ के भयो त? अनि मलाई रिस पनि उठ्न लाग्छ, हाँसो पनि लाग्न लाग्छ। थाहा छ तिमीलाई म माया गर्छु अनि तिमी दुनियाँलाई हाला हाला भनेर भन्ने रिस उठ्दैन? अरे 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 हामीलाई के रिस उठेन के त? हाम्रो त झन् मुड खराब छ अस्तिदेखि। अनि तिमी भन्न लागि शङ्करलाई, शङ्कर मलाई रेकर्डिङ सुनाउन लाग्थ्यो हाला हाला विनाजु भन्नु लागि। साँच्ची शङ्कर बिना त्यत्रो लाइनमा कुरा गर त अहिले म हिँड्नै भन्छु। फोन लाग्न लाग्छ नि, मैले त्यसलाई नै कति देरदेखि फोन ट्राई गरेँ मैले त। प्रोग्राम अहिले म तिमीलाई हड्काउँछु। खाली मुलीमा गर्न लागेको छ नि। सुन के सुन्दैनौ तिम्रो पनि? कुरा सुनेर ल्याऊ। खाली